हेलो साथीहरू, जिन्दगी भनेको यस्तै हो कि आज छ भोलि छैन होइन। धेरै टेन्सन हुने रहेछ दुख बिमार भयो भने, धेरै मन पनि दुखेर आउने रहेछ दुख बिमार भयो भने। काम गर्नु चाहेको पनि काम गर्न सकिँदैन रहेछ दुख बिमार भयो भने। के गर्नु, यस्तै रहेछ होइन। कति सपनाहरू पुरा गर्नु थियो, तर त्यो सपना पुरा होला जस्तो छैन कि छैन। मलाई त्यस्तो खालको फिल भइरहेछ होइन। के गरौँ कसो गरौँ हुने रहेछ, टेन्सन मात्रै हुने रहेछ। टेन्सनको भारी हुने रहेछ दुख बिमार भयो भने। फ्यामिलीको टेन्सन, हामीले कसरी के गरेर पुग्यौँ होइन। नानी छ, नानीले के गरे कसो गरेर पढाउँ होइन। नानीले कसो गरेर आफूभन्दा अब हुन त आफू त पढी लेखेको मान्छे छैन, आफूले पढ्नु सकिएन। फेरि छोराको नानीहरूको कसरी के हुन्छ होइन, भविष्य बिग्रिन्छ कि भन्ने धेरै टेन्सन लाग्छ होइन। कति धेरै अब दुख बिमार भएको कति धेरै मन दुखेर आउँछ, थाहै छैन के बिमार हुन्छ कसो बिमार हुन्छ। हुन त सबैजना अब यत्तिकै बिमारी हुने नै हो होइन, हुन्छ नै, हुने नै होइन, हुन्छ नि अब। कस्तो खालको फिल हुन्छ भने साथीहरू, म चाहिँ अब दुख बिमार भयो भने चाहिँ मरिहाल्छु कि भइहाल्छु कि भन्ने क्या हो, यस्तो खालको फिलहरू हुन्छ कि। यति साह्रै टेन्सन हुन्छ। अब हजुरहरू पनि टेन्सन नगर्नु होला, तपाईँहरूले यसो आफ्नो ख्याल राख्नु होला। बाई ती भन्दै दिइराख्नु।